Okay, hello, namaste. So, in this video, we're going to talk about how to check site through the position of moon. Generally, हामीले चाहिँ चन्द्रमाको थ्रुबाट चाहिँ साइट हेर्ने कुराहरू सुनिरहेको हुन्छौँ, प्र्याक्टिस पनि गरिरहनु भएको होला धेरैजना, कतिजनाले चाहिँ। बट यो भिडियोमा चाहिँ कसरी हेर्ने भन्ने कुरा जसलाई थाहा छैन उहाँहरूको लागि चाहिँ मैले यो भिडियो बनाउँदैछु। एन्ड चन्द्रमाको पोजिसन 12वटा राशिहरू मा कहाँ छ, कुन राशिमा छ भन्ने हिसाबले तपाईँले कुन दिशातिर चाहिँ ट्राभल गर्नुहुन्छ अथवा घरबाट निस्किनुहुन्छ हुँदैन भन्ने कुरा चाहिँ हामीले साइट हेर्नलाई डिटर्मिन गर्ने एउटा टेक्निक छ। त्यो टेक्निक भनेको चाहिँ कस्तो भन्दाखेरि 12वटा राशिहरूलाई 4वटा एलिमेन्टमा डिभाइड गरिएको छ। अग्नि तत्त्व भएको राशिहरू, जल तत्त्व भएको राशिहरू, वायु तत्त्व भएको राशिहरू र पृथ्वी तत्त्व भएको राशिहरू। त्यो मध्ये पूर्व दिशाको राशिहरू भनेको चाहिँ अग्नि तत्त्व भएको राशिहरू, उत्तर दिशाको राशिहरू भनेको जल तत्त्व भएको राशिहरू, पश्चिम दिशाको राशिहरू भनेको चाहिँ वायु तत्त्व भएको राशिहरू, दक्षिण दिशाको राशिहरू भनेको चाहिँ पृथ्वी तत्त्व भएको राशिहरू। अब यो तत्त्वहरूमा कुन कुन राशिहरू पर्छ त? पूर्व दिशाको अथवा अग्नि तत्त्व भएको राशिहरूमा मेष, धनु र सिंह, यो तीनटा राशिहरूको चाहिँ दिशा पूर्व हुन्छ र अग्नि तत्त्व हुन्छ। मकर, कन्या र वृष, यो तीनटा राशिहरूको दिशा दक्षिण हुन्छ र यिनीहरू पृथ्वी तत्त्व भएका राशिहरू हुन्। मिथुन, तुला र कुम्भ, यो तीनटा राशिहरूको दिशा पश्चिम हुन्छ र यिनीहरू वायु तत्त्व भएका राशिहरू हुन्। कर्कट, वृश्चिक र मीन, यो तीनटा राशिहरूको जल तत्त्व हुन्छ र यिनीहरू उत्तर दिशाका राशिहरू हुन्। अब चन्द्रमालाई जनरली के बुझिन्छ भन्दाखेरि दायाँ पार्नुपर्छ कि त सामुन्ने अगाडि पार्नुपर्छ भन्ने एउटा कन्सेप्ट छ साइटको कन्सेप्टमा चाहिँ। अब मानौ तपाईँ काठमाडौँमा हुनुहुन्छ, काठमाडौँबाट पोखरा जाँदै हुनुहुन्छ, काठमाडौँबाट के भयो, पोखरा पश्चिम दिशा भयो, राइट। यस्तो अवस्थामा त्यो दिन यदि चन्द्रमा चाहिँ धनु राशिमा छ भने भनेको पूर्व दिशामा भयो। तीनटा राशि मेष, धनु र सिंह त पूर्व दिशाको राशि भयो अथवा अग्नि तत्त्व भएको राशिहरू भयो। अब पोखरा जाँदै हुनुहुन्छ र त्यो दिन चाहिँ चन्द्रमा धनु राशिमा छ भने तपाईँ पोखरा जान मिल्यो कि मिलेन? मिलेन, राइट। किनभने तपाईँको पछाडि चाहिँ चन्द्रमा पर्ने भयो। पूर्वमा चन्द्रमा छ धनु राशिमा र तपाईँ जाँदै हुनुहुन्छ पश्चिम, तपाईँको ब्याक त पछाडि फर्क्यो नि त, होइन। सो तपाईँको चन्द्रमा चाहिँ तपाईँको पछाडि हुने भयो, त्यही भएर तपाईँ पश्चिम जानु मिलेन। अर्को केसमा तपाईँ काठमाडौँबाट हेटौडा जाँदै हुनुहुन्छ र चन्द्रमा सिंह राशिमा छ। त्यस्तो केसमा तपाईँ हेटौडा जानु मिल्यो कि मिलेन? चन्द्रमा सिंह राशिमा छ, सिंह राशि पूर्व दिशाको राशि हो र तपाईँ काठमाडौँबाट हेटौडा भनेको काठमाडौँबाट दक्षिण जाँदै हुनुहुन्छ। अब तपाईँ दक्षिण जाँदै हुनुहुन्छ भने तपाईँको बायाँ हात कहाँ पर्छ? पूर्वतिर पर्यो, भनेको मतलब चन्द्रमा त बायाँ पर्यो। सो त्यस्तो अवस्थामा पनि तपाईँ दक्षिण पनि ट्राभल गर्न मिलेन यदि चन्द्रमा यो तीनटा राशिहरूमा छ, मेष, धनु र सिंह राशिमा छ भने। चन्द्रमालाई जहिले पनि कि त अगाडि पार्नु पर्यो कि त दायाँ पार्नु पर्यो। यदि चन्द्रमा धनु राशिमा छ, तपाईँ मनाङ जाँदै हुनुहुन्छ काठमाडौँबाट भने मिल्यो। किन मिल्यो? तपाईँको डिरेक्सन वाइज तपाईँ उत्तर जाँदाखेरि तपाईँको दायाँ हात चाहिँ पूर्व पर्छ अथवा तपाईँको राइट साइडमा चाहिँ मुन हुन्छ। अब मानौ चन्द्रमा चाहिँ मिथुन राशिमा छ, तपाईँ काठमाडौँबाट धनगढी जाँदै हुनुहुन्छ, जान मिल्यो कि मिलेन? मिथुन राशि भनेको पश्चिम दिशा भयो, काठमाडौँबाट धनगढी पश्चिम दिशा भयो। अफकोर्स तपाईँको अगाडि नै चन्द्रमा छ, अगाडि चन्द्रमा हुँदा तपाईँले मजाले ट्राभल गर्नुपर्छ। चन्द्रमा अलिकति अपोजिङ हुँदाखेरि, पछाडि हुँदाखेरि अथवा बायाँ हुँदाखेरि चाहिँ तपाईँको साइडमा अब्स्ट्याकल आउने, काम गराइमा अब्स्ट्याकल आउने, ट्राभलमा अब्स्ट्याकल आउने अथवा अशुभ रहने भन्ने मान्यता छ। यसमा म आफैले पनि कति कुराहरू चाहिँ अब्जर्भ गर्दाखेरि चाहिँ केही हदसम्म चाहिँ सत्यता पाउँछु। मैले शास्त्रमा लेखेको आधारमा मात्रै चाहिँ कुनै पनि कुरालाई पत्याइ हाल्दिनँ। त्यसको एम्पिरिकल एभिडेन्स मैले कुनै न कुनै तहमा फिल गर्नुपर्छ त्यसको बारेमा प्रिच गर्न अथवा बोल्नलाई। सो यो साइटको कन्सेप्ट पनि मैले धेरै समय चाहिँ अनुभव गर्दै जाँदाखेरि चाहिँ इट वर्क्स भन्ने लागेर चाहिँ मैले तपाईँहरूलाई यो चाहिँ इन्स्ट्रक्सन अथवा एउटा इन्फर्मेसन दिइरहेको छु। अब ट्राभल गर्दा चाहिँ तपाईँले जहिले पनि चन्द्रमा कुन राशिमा छ र कुन डिरेक्सनमा छ भन्ने कुरा ख्याल गरेर त्यो चन्द्रमालाई दायाँ अथवा सामुन्ने पारेर ट्राभल गर्नुहोला। हेभ अ गुड डे। नमस्ते।